जापानमा अनैतिक सम्बन्धबाट बच्चा जन्माउने नेपाली युवती पक्राउ, नवजात शिशुलाई पोको पारेर दराजमा राखेको स्वीकारिन्। दर्शकबिन, जापानको राजधानी टोकियोको आराकावा क्षेत्रमा बस्दै आएकी 23 वर्षीय थापाथर्की नेपाली विद्यार्थीले आफ्नै नवजात शिशुको शव लुकाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जापानका सञ्चार माध्यमले जनाए अनुसार उनले अप्रिल 6-7 तारिकतिर बच्चा जन्माएकी थिइन्। शिशुको मृत्यु भएपछि के गर्ने भन्ने अन्योलमा परेर उनले सबलाई तौलियामा बेरेर प्लास्टिकको झोलामा राखी कोठाको दराजभित्र लुकाएको स्वीकार गरेकी छन्। मृत शिशु छोरी रहेको र शरीरमा बाहिरी चोटपटक नदेखिएको बताइएको छ। उनीसँगै बस्ने अर्की नेपाली महिलाले उनलाई रगताम्य अवस्थामा देखेपछि सोधपुछ गर्दा घटना सार्वजनिक भएको थियो। यसपछि प्रहरीलाई खबर गरियो र अप्रिल 10 मा उनलाई नियन्त्रणमा लिइयो। यस घटनाले जापानमा रहेका नेपाली विद्यार्थीहरूले भोग्ने मानसिक तनाव, एक्लोपन र आपतकालीन सहयोगको अभावबारे गम्भीर बहस सुरु भएको छ। युवती लिभिङ टुगेदरमा बस्दै आएको भनिए तापनि अहिलेसम्म बच्चाको बाबु को भन्ने पत्ता लागेको छैन। प्रहरीले बच्चाको बाबुसँगै बच्चाको मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको बताएको छ।